chop it. With a blunt 3, 2, 1, take a knock, bitch. Eat by both, I'm walking, make the ground shake, step the motherfucker mosh pit. यहाँ पसलको शीतल बसिरहेको आज गर्मी महिना पनि सुरु भएर होला आजकलतिर गर्मी लास्टै यो ज्याकेट बोकेको पनि ज्याकेट पनि लाउनै सक्छ। तराई र विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरूलाई मेरो नमस्कार। आजको भ्लग यहाँ फेरि हामीले लस्सी खाएको ठाउँबाटै अनि हिजो खाजा खाएको ठाउँ खाजामा चाहिँ आज स्यान्डविच छ। सो अनि हामीसँग खाजामा जोइन हुनुभएको राप्सेल दाई, आर्यन दाई अनि म मणि तामाङ। आजको भ्लग चाहिँ खासै केही छैन, कहीँ जानु पनि छैन। तपाईँहरूले हो भ्लगलाई सपोर्ट गरिदिनुहुन्छ होला, गरिदियो भने राम्रो, किनकि अब अझै राम्रो कन्टेन्टहरू लिएर आउन म ट्राई एकदमै बढी गर्छु। तपाईँहरू अहिले हामी खाजा खाएर पनि निस्किसक्यो। खाजा खाएर निस्केर फेरि पसलतिर जाँदैछौँ। हस्त पसल गएर देखाउँछु तपाईँलाई। आज चाहिँ लास्टै गर्मी, धेरैभन्दा धेरै गर्मी, त्यसै यहाँ पसलको शीतलमा बसिरहेको। आज गर्मी महिना पनि सुरु भएर होला आजकलतिर गर्मी लास्टै यो ज्याकेट बोकेको पनि ज्याकेट पनि लाउनै सकेको। घाम धेरै सताइरहेछ आज, लास्टै गर्मी छ। घाममा नै हिँड्न नसक्नु भएको छ आज त। गर्मीले पनि पसिनाले पनि पुरै भिजिसक्यो। एकछिन हिँड्दा पनि पुरै घामले गरेर लास्टै धेरै आउनु भएको छ। सो अब हामी त्यहाँबाट गएर पसलमा गएर फेरि खाना पनि खाएर आइसक्यो। अब खाना खाएर फेरि पसलतिर जायो। अहिले हामी नगरकोटमा घुम्न आएको छौँ। नगरकोटमा घुमेर फेरि खाजा खान जान आँटेको आजको भ्लग चाहिँ यति नै। तपाईँहरूलाई यदि मन परेमा लाइक, शेयर, सब्सक्राइब चाहिँ गरेर जानु नबिर्सिनु होला। अनि हजुरहरूलाई साथैमा नयाँ वर्ष 2083 को धेरै शुभकामना। होप यु all will have great time ahead in upcoming future with everyone you know. Thank you, goodbye, see you soon guys.